अब युट्युबबाट केही गर्नु पनि त सकिँदैन होइन हामी जस्तो सानो क्रिएटरले बिएचएसी भ्याक म नखेल्ने एमएजीमा। सो हेलो गाइज, के छ, सन्चै हुनुहुन्छ? सो टाइटल देखेर थाहा भइसक्यो होला तपाईँहरूलाई यो भिडियोमा के हुनेवाला छ भनेर। सो आज चाहिँ अर्को साथीले रिक्वेस्ट गरिरहेको थियो कि क्यारेक्टर गिफ्ट हानिदेऊ न साथी भनेर। सो क्यारेक्टर गिफ्ट हान्ने त मन थियो मेरो पनि, तर मेरो चाहिँ भाषा इङ्ग्लिस होइन, भाषा इन्डोनेसिया छ, त्यही भएर मैले क्यारेक्टर गिफ्ट हान्न सकिनँ। त्यसको लागि एकदमै सरी भन्न चाहन्छु अर्को भाइलाई। हमने आपको गिफ्ट ना देके जितना बुरा आपको लगाए, मेरे को भी उतना ही दर्द हुआ था कि जब आपने मेरे को बुरा वर्ड कहा था। सो दोस्त हो आप मेरे, अगर कहीं मैंने गलती किया तो नाराज़ मत होना मेरे दोस्त। चलो अब आज क्या हुआ वो देखते हैं। एक नंबर कसरी गिफ्ट हान्छ यार, क्या सीन है? यो भाषै मिल्दैन क्या, तिम्रो र मेरो भाषै मिल्दैन यार। इन्डोनेसिया भाषा फाल्टै हुन्छ क्या। दाइ सब्सक्राइब गरेको छु कसलाई, दाइ मेरो पनि भनिदिनु हुन्छ। कमेन्ट गर्यो होइन उसको भिडियोमा, कमेन्ट गरेछौ भने गरिदिन्छौ। छि यार, मेरो साथीलाई गिफ्ट हानिदिउँ भने यार भएन यार। बिएचएसी भ्याक म नखेल्ने एमएजीमा द खेल्ड। हमारा हीरो भाई ने क्या किए कर गया यार। दाइ हेलो, अनसब्सक्राइब ब्रो। केही छैन हिरो एफएफ, मतलब होइन अब तिमीलाई के लाग्छ त्यही गर होइन। अब मतलब तिमीले त्यो सब्सक्राइब 30 सब्सक्राइब बढाइदिएको थियौ हो, त्यो सब्सक्राइबर पनि सबै अनसब्सक्राइब भएको छ या त्यही हो। अब जबरजस्ती सब्सक्राइब गरिदेऊ भन्दिनँ होइन, तिम्रो मन के लाग्छ त्यही गर। तुम्हारा जो मर्जी। यत्रो भन्दा मान्दैनौ हिरो एफएफ। एलेक्स भाइ हमको बुला रहा है यार। एक गरेको छैन, मैले गरेको छैन, मजाक गरेको होइन। त थाहा भयो त्यो, मतलब तिमीले गरेको हो पनि भन्दिनँ होइन म, बस त्यो कहिलेकाहीँ हुन्छ। सब्सक्राइब तिमीले त्यो सब्सक्राइब बढाइदिएको थियौ मेरो, त्यस खुसी छु, खुसी लाग्यो त्यस्तो साथी पाएँ मैले होइन, सब्सक्राइबर मतलब सपोर्ट गर्ने। अब च्यानल अनसब्सक्राइब त्यस्तो गर्छौ नै भन्ने पनि हुँदैन होइन। अब जे भने तिमीले क्यारेक्टर गिफ्ट हानिदेऊ भनिरहेको थियौ नि त। मैले भाषा इन्डोनेसिया बनाएको छु क्या, भाषा इङ्ग्लिस छैन, इन्डोनेसिया छ। दाइ रिपोर्ट गर्नु न मुलालाई साथी हो नि। त्यो भाषा मैले इन्डोनेसिया बनाएको छु क्या, त्यही भएर भाषा फाल्टै हुन्छ। इङ्ग्लिस भाषा जस्तो सजिलो हुँदैन। मसँग पैसा टन्नै छ यार, 1 लाख जति छ यार एफएफ कोइन। मतलब म किन कन्जुसी गर्नु होइन क्यारेक्टर गिफ्ट हान्नमा, त्यो पनि गेममा यार। अब युट्युबबाट केही गर्नु पनि त सकिँदैन होइन हामी जस्तो सानो क्रिएटरले। दाइ कसलाई गिफ्ट, हिरो एफएफले गिफ्ट हान्न खोजिरहेको थियो। हिरो एफएफले चाहिँ गिफ्ट हानिदेऊ भनिरहेको थियो क्या मलाई। भाषा मेरो इन्डोनेसिया छ नि त। देख्यौ त्यो म्यासेज बक्समा हेर न के बोलिरहेछ, एनिमी स्पटेड भनिरहेको हो त त्यतिखेर। दिस मेसेज इज हेयर हिरो एफएफ भाइ गुस्सा हो रहे हो, गुस्सा मत होना ठिकै। कभी कभी मतलब यस्तो सानोतिनो बाधाहरू त आइरहेको छ क्या। अब जस्तो यस्तो सानोतिनो कुरालाई ठुलो इस्यु बनाउनु हुँदैन, त्यति हो। आयुष केही छैन यार, आयुष भाइ सानो भाइ हो क्या आयुष भाइ। पुरा हालिरहेको छ यार केटोले। केही छैन गाइज होइन, यस्तै हो, कहिलेकाहीँ हुन्छ यस्तो समस्याहरू आउँछ होइन। त्यो रिस उठ्यो भन्दैमा होइन, अब मुख छोड्नै चाहिँ हुँदैन।
जी कसलाई त्यो भाइहरू मुख नछोड यार मुख नछोड यार सिके खाते खाते ओ खाते ठिक आइस भाइ केही छैन यार नरिस हो यार आइस भाइ फुचे जा पहिले त्यो कसरी टाइप कसरी गर्ने सिकेर केही छैन यार मतलब अब डिस्केस परेर पनि पाउने के होइन त्यही हो लाइफमा जिन्दगीमा राम्रो मान्छे हुनु बन्नु खोज्नु होइन अब सकेसम्म गाली शब्द चाहिँ नबोलेको राम्रो मोडरेट गरिदिनु राजु मोड मेरो अर्कै छ मेरो भाइ छ या मोड यो च्यानलको बिडी सर्भरमा छ नि हुन्छ मेरो बाउ भन जाठा फुच्चे भाइ भन्छ सो भिडियो यति थियो एकमुष्टमा भन्नुपर्दा हाम्रो इरोएफएफ भाइलाई चाहिँ क्यारेक्टर गिफ्ट नहालिदिएको कारण उसले चाहिँ च्यानललाई अनसब्सक्राइब गर्छु भन्दै मुख छोडिरहेको थियो र हाम्रो आयुष भाइले पनि इरोएफएफ भाइले मुख छोडेकोले गर्दा इरोएफएफ भाइलाई नै आयुष भाइले पनि गाली शब्द मतलब मुख छोडेर इरोएफएफलाई नै गाली गरिरहेको थियो आयुष भाइले पनि सो रिस उठ्यो भन्दैमा गाली शब्द चाहिँ नबोलिदिनु होला रिस त जसलाई पनि उठ्छ होइन